हेर्दै के चाहिन्छ टक्क टक्क किन्दै घुम्दै घुम्दै हेर्दै गयो। मलाई चाहिँ यो क्रिम बन भने लास्ट टाइम हुनुपर्छ क्या, त्यही भएर मैले टक्क 2 लिएँ होइन। धेरै खाँदा पनि गुलियो त मलाई यहाँ बर्थडेको लागि केकहरू पनि सबै थोक पाउँदो रहेछ होइन। अनि यहाँ टक्क खाने ठाउँ मान्छेहरू खान्छन्, अब यहाँ के चाहिने क्या सबै थोक पाउँछन्। टक्क 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 म जाँदैछु, अरू के लिम सोच्दै टक्क यता नुडल्स भएकोतिर पुगेँ क्या चाउचाउहरू। यता चाहिँ फेरि काँचो खाने चाउचाउ नभए पनि त्यो पकाएर खाने मात्रै चाउचाउ पनि छ, त्यही लिउँ। अनि टक्क अब काउन्टरमा गयौँ, अब सामान टक्क टक्क दिएर पैसा पे गऱ्यो ओऱ्यो सामानहरू लिएर टक्क यहाँनिर चाहिँ टक्क बिलिङ गर्दैछु। अनि त्यसपछि टक्क 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 अनि टक्क पैसा तिरेँ। अनि त्यसपछि म लागेँ। त्यसपछि यो सामान बाहिर राख्ने ठाउँ हुन्छ क्या कस्टमर सर्भिस भने, अनि टक्क गयो। अनि टक्क यो लक लगाइदिएपछि यो आफ्नो सामान चिनिन्छ भएर अनि टक्क फेरि म माथि लिफ्टतिर चढेर गएँ कि माथि टक्क 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 गयो। यसो लिफ्टहरू चढ्यो होइन, यसो रमाइलो हुन्छ एकछिन। अनि के लिने यताउता यसो हेरौँ, लुगा सुगा सुटकेसहरू सब हुन्छ त चाहिएको। अनि मलाई चप्पल लिनु मन थियो, मेरो चप्पल चुडिएको थियो। अनि चप्पल लिनुपर्यो कुन लिम हेरेर चेक गर्दै थिएँ। त्यसपछि टक्क टक्क हेर्दा लास्टमा चाहिँ एउटा चप्पल मन पऱ्यो। फेरि के गरौँ होस् भनेर आएको थिएँ, फेरि गएँ। फेरि लास्टमा यही चप्पल मन पऱ्यो, त्यो लिएर गएँ। टक्क 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 तल गएँ। तल गएर फेरि यसलाई पैसा तिरेर त्यसपछि पैसा तिर्नको लागि तल गएँ लिफ्टमा। अनि त्यो टक्क पैसा तिरेँ अनि निक्लेँ। यो पनि अनि अघि किनेको सामानको ठाउँमा राख्दै। अनि साइकलहरू पनि बबाल क्या यहाँ, गाडी केटाकेटीहरूको लागि खेलाउना सुटकेसहरू टक्क यसो आफ्नो मनमा देखाइदिएको। अनि साथीहरूसँग टक्क मार्केट गएको थियौँ। अनि आज के खाने भनेर राति खानाको लागि यसो भुजा मासु सासु किनेर ल्याएँ क्या टक्क। यति नै हो गाए चाहिँ, अरू अब यस्तै उस्तै हो होइन। अनि हिँड्दै गफ गर्दै आउँदै थियौँ। अनि टक्क अब चाहिँ फाइनल्ली जायौँ, गाडी चढ्यौँ। अब बाटोमा जाँदैछौँ। अब हाम्रो साउनाहरू पनि त जाँदाखेरि अब यस्तै हो, बाटोतिरको सिनहरू नाइट भ्यूहरू चाहिँ बबालको छ। हप्ताहताउँदै क्या लाइटिङ यस्तो बबाल हो नि के भन्नु होइन। अनि हरियाली यसो लाइटिङ हेर्दै बाटोको भ्यू हेर्दै साथीसँग गफ गर्दै यताउता गर्दै जाँदै थियौँ। जाँदै यसो भ्यू हेरौँ है, त्यसै गफ गरौँ। यस्तो हरियाली यस्तो ठाउँ हो नि, यस्तो बनाउँछ भनेर साथीहरूसँग अब गफ गरिँदै थियो नि त। गर्दै अब यस्तो बाटोको भ्यू हेर्दै लाइटिङ हेरेर बाटोमा पुल बनाइदिन्छ यार। हाम्रोतिर खोलाको माथि मात्र पुल हुन्छ, यहाँ त जताततै पुल हुन्छ। अनि त्यही भएर त एक्सिडेन्ट हुने कम चान्स हुन्छ। अब यस्तै गर्दा रात पऱ्यो। अनि रात पर्दै जाँदै थियौँ गइरहेको छौँ बाटोको भ्यू हेर्दै यताउता है। टक्क अफिस आइपुग्यो। टक्क गाडी रोक्यो, सबजना टक्क ओर्ल्यो है। टक अब रुमतिर लाग्ने भनेर सबजना सामान लिएर ओर्लेर जाँदैछौँ होइन। अन्त म पनि ठिक्क गाडी खाली होस् अनि ओर्लिन्छु भनेर आरामले ओर्लेँ। अनि टक्क मेरो साथी त पर्खिरहेको थियो, अनि गाडीको मलाई पनि देखाऊ भनेर देखाइदिएको गर्दै त्यसपछि टक्क गयौँ। टक्क सबजना अब रुमतिर लाग्यो, सामान लिएर टक्क रुममा लाग्यो है। गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो। आजलाई यति नै, अब अर्कोचोटि भेट्नु। प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। हस्त नमस्ते।